म चाहिँ सिन्धुलीगढी आइपुगेको छु होइन। अब एकछिन माथि पनि गएर आउनु पर्यो। यहाँसम्म आएर किन नजाने है। हेरौँ माथिसम्म कहाँसम्म जाँदो रहेछ बाइक एकचोटि हेर्नु भयो। गएर गाडी पनि हुँदैन हामीलाई। म चाहिँ गडी जाँदैछु। अब हेरौँ यस्तो बाटो रहेछ होइन। यहाँसम्म आएपछि अब एकचोटि गडी पनि घुमेर जाउँ भनेर हो होइन। छैन बज्ने ठाउँ। लिफ्ट माग्छु नि है आफ्नो अब झोला पछाडि। बाटो त राम्रो बनाएर रहेछ। पुरै कुहिरो लागिहाल्यो। माथि त होला नि। अब यहाँ गाडी घुमिसकेपछि चाहिँ म चाहिँ नन स्टप है चितवन। तर बाटो अलिकति सानो छ उतापट्टि तल सिन्धुली झर्नेलाई। ठुलो गाडी सानो गाडी जाने बाटो माथि रहेछ। पार्किङ यही होला सायद। माथिसम्म जान्छ जस्तो छ। सिन्धुलीगढी अब हिँड्नुपर्ने होला सायद। बाइक चाहिँ अब पार्किङ गर्नुपर्ने होला। म चाहिँ यहाँ पार्किङ गर्ने ठाउँमा आएँ होइन सिन्धुलीगढीको। यो चाहिँ सिन्धुलीगढी ऐतिहासिक ठाउँ हो होइन। म चाहिँ जानु लाग्छु। टिकटहरू पनि लिइसकेको छु। घोडा पनि रहेछ है। मन्दिर सिन्धुलीगढी ऐतिहासिक एवं पुरातात्विक महत्त्वको क्षेत्र हो। सिद्ध बाबा यो भर्याङबाट हो कि ए तलबाट हो ठ्याक्कै पुगिन्छ त्यही। ए हस् थ्याङ्क यू। म चाहिँ होइन अब आएको बेलामा किन छोड्ने। यस्तो मौका फेरि आउँदैन। अब गाडी अब यहाँ मेन्टेनेन्स हुँदैछ जस्तो छ। बनाउँदैछन् जस्तो छ है। सिन्धुली गाडी कुहिरो लगाएर चाहिँ अब कुहिरो लगाएपछि हो कता जस सङ्ग्रहालय पनि छ अरे होइन। जेल घर र अदालत यहाँ जेल घर नयाँ बनाउँदै गरेको रहेछ नि। पुरानो ठाउँ चाहिँ पुरै भत्किसकेको रहेछ है। नयाँ बनाउँदै रहेछन्। अदालत जेल घर
अदालत र जेलहरू होइन अब पढेर त भ्याएन यहाँ पुरानो चाहिँ यहाँ रहेछ यो चाहिँ लोकगायक स्वर कृष्ण विक्रम थापाको चाहिँ मूर्ति बनाएर रहेछ अब सरसर्ती जाउँ होइन मसँग धेरै टाइम छैन काजी वंशराज पाण्डे स्मारक यस्तो रहेछ है यहाँ पुरै काजी वंशराज पाण्डे खाजाजी फादर त्यस्तो सङ्ग्रहालय चाहिँ सिन्धुलीगढी सङ्ग्रहालय यो भित्र चाहिँ अहिले पछि बस्नु पर्ला सर यो भित्र पस्न पाइन्छ नि है होइन भिडियो चाहिँ नगरौँ ल पहिला माथि गएर आएर फर्किँदा पस्नु पर्ला तोप सङ्ग्रहालय चाहिँ अहिले पस्छु अहिले चाहिँ जान्छ कताबाट छ हामी जाने माथि ए हस् थ्याङ्क यू भ्यू टावर पनि रहेछ न तोप रहेछ पृथ्वीनारायण शाहको शालिग मेरो सानो त सासले राज्यको होइन सबै छ ल अब यहाँ के रहेछ खाल्डो त इनार जस्तो छ पानी डेङ्गी जस्तो रहेछ गढीतिर लागौँ गढीतिर जाउँ है उकालो रहेछ यत्रो सिँढी माथि नै मान्छे गाह्रो पनि छ हिँड्न नि पुग्न लाग्यो त्यही भर्खर खाना आएर हिँड्यो फेरि उकालो फाइनली गढी आइपुगेँ म
फाइनली सिन्धुलीगढी आइपुगेँ। थाक्यो। हेरौँ अब कस्तो रहेछ होइन। अब धेरै पुरानो भएर होला केही रहन्छ खासै। कुहिरोले पुरै छेक्यो अब कहाँबाट देख्ने। केही छैन रहेछ यस्तै रहेछ। तिनै रहेछ त्यहाँ चाहिँ के रहेछ इनार अनार यहाँ। ला यो नयाँ बनायो हो कि पहिला पनि थियो अनि यसलाई नयाँ ए इनार नै हो यो पानी आफै निक्लिन्छ कि ल्याएर हाल्ने हो ए यस्तो रहेछ है कुहिरोले पुरै छेकेर चाहिँ कहाँबाट देख्ने फाइनल्ली म सिन्धुलीगढी आइपुगेँ होइन। अब यस्तो रहेछ गढी चाहिँ यहाँ इनार यो पुरानो ठाउँलाई चाहिँ नयाँ सिमेन्ट गरेर बनाउनु भएको रहेछ अहिले चाहिँ। गढी चाहिँ यो तोपसोप चाहिँ राखे ठाउँ रहन्छ त यहाँ थिएन पहिला ल ए ल सिन्धुलीगढी ल आजलाई यति नै होइन अब घुम्ने म चाहिँ आउँदै कहाँ कता खाँदै भ्यू टावर भ्यू टावरबाट के देखिने कुहिरो लगाएको सबै है ए दरबार नि छ यस्तै भत्किएको होला कि उतापट्टि जानु फेरि टाढै पुग्ने मान्छे हो चितवन पुग्ने मान्छे अब भ्याउँछै भ्याउँदैन अझै धेरै टाढा हो हिँडेर ए त्यो तलैबाट छुट्ने होला रानीमहल पनि छ रहेछ न चाहिँ अब म चाहिँ टाइम छैन होइन त्यही भएकोले यो चाहिँ तल हो त्यो तलबाट जाने हो म चाहिँ तल देखेको बाटोबाट देखिने छैन यहाँ कुहिरोले खासै केही देखाएन होइन। अब लग्यो साथीहरू म चाहिँ बाटो परेको भएर चाहिँ म छिरेको होइन। अब फेरि कहिले आइज थाहा होइन त्यही भएर गाई बाई टेक केयर। यस्तै भिडियोहरू हेर्नलाई चाहिँ मलाई सब्सक्राइब गरिदिनु होला र कमेन्ट पनि गरिदिनु होला मेरो भिडियो कस्तो लाग्यो होइन। माया गरिदिनु होला सपोर्ट गरिदिनु होला बाई टेक केयर। पछि अरू कुनै ठाउँमा फेरि भेटौँला बाई सी यू इन नेक्स्ट भिडियो बाई।